उरुन थाल्यो अर्को पनि आफै झन् थाल्यो तपाईँ चाहिँ छिटो उयो गर्नु न हौ तपाईँ के तपाईँ काजीको यादले बङ बङ याद आइराखेको छ क्या काजीको अनि किन त अहिले त हाँस्दैछ नि त बुहारी त हाँस्नु थाल्यो अहिले त बुहारी पनि हाँस्न थाल्यो है हाँस्न थाल्यो अहिले चाहिँ बुहारी पनि मुसु मुसु हाँस्न थाल्यो अहिले चाहिँ उहाँले कुबेतबाट अमनबाट सबै काजीको नाममा कुरियर गर्यो काजीले चाहिँ यता बुहारी यता चाहिँ काजीले चाहिँ बुहारीलाई लिएर दिँदै रहेछ क्या सासूलाई राखिदिनु पर्नेमा बुहारीलाई दिएछ सासूको लिपस्टिक पाउडर सबै बुहारीले धसी अहिले सम्हाल्दैछु न आफ्नो सामान सबै धसिसी भन्दै त्यही सामान आफू बटुल्दैछन् क्या अनि अहिले अब काजीको श्रीमतीसँग नभेट्ने होइन मसँग भेटिन्छ म अब 4 वर्षको लागि जान्छु अनि कसरी भेट हुनु त भन्नु त आफै आउँदैछ असक्नु हो काजीको बुढी आउँदैछ यिनी अब छ ए कमाउन गएको थियो ए कमाउनु गएको पैसा पठाइरहेको मैले पठाइरहेको छु हेर मलाई पनि उता गएर कमाउँदैछ मैले पनि पैसा पठाउँदैछु त्यत्रो पैसा पठाउँदा केमा हालिँदैछ अलिकति सोच्नुपर्छ घरको बिगारहरू भनेको छु उसलाई जहिले भन्नु तर काजीले बुझेन त कारण जे होला नि अब चाहिँ तपाईँलाई म के भन्न चाहन्छु भने अब चाहिँ तपाईँ विदेशमा त्यत्रो दुःख गर्नुहुन्छ अब यसरी माया प्रेममा नफसिनु होइन अब त्यही क्या माया प्रेमले गर्दाखेरि त्यही अब 4 वर्ष बस्छु त्यत्रो खुन पसिना गरेर कमाएको पैसै खोलामा बगे जतिकै भयो अब मासु पनि लुगाएर राखेको काजीले मासु यो काजीले हेर्नुहोस् मासु पनि खानु पाएन हेर्नुहोस् आमा हिँड्नु त ल हेर यहाँनिर आलु भुजुरीदेखि लिएर आलुको अचार मासु पनि खानु पाएन आज काजीले हेर्नु त सबै मासु पनि लोकल कुखुरा काटेर सबै फाल्नु पर्यो काजीको भाग गयो है हेर्नु काजीले गर्दा बिग्रियो तपाईँले पनि बिगाएर देखेको बुहारीले पनि बिगाएर दुईजनाले बिगाएर तपाईँले उसलाई मात्रै बिगाएर भन्यो भने त तपाईँले उल्टै बिगारेको थाहा छैन त्यत्रो पैसा बिगारेको थाहा छैन बुढेसकालको लक त्यस्तै हो माया कति पाइन्छ होइन भोइको सिलिन्डरमा लगेर चुलामा लगेर लोकल कुखुरा काटेर सुप बनाएर मजाले खानेर आनन्दसँगले यो लानु गर्नु हुन्छ अरे पछि नानीले खेलाउनु हुन्छ अरे उठाउनु हुन्छ अरे लन पराएको उसले उसको खुसी बनाउनु पर्छ श्रीमतीलाई जहिले पनि खुसी बनाउनु दुखी बनाउनु हुँदैन ल हाम्रो रेडी भयो है अब हामी जाने बेला नै भयो ल अब ल हेर्नु बहिनी अब सबै सर सामानहरू चाहिँ हामीले सिटी सफारीमा लोड गरिसकेका छौँ अब हामी यहाँबाट चाहिँ घर भाडामा बसिरहेको रहेछ यो घरमा यो घरबाट चाहिँ हामी आजदेखि चाहिँ यी भाइ बहिनीले बिदा मागेको छ यो घर र यो भिडियोलाई सेयर गरिदिनु होला किनकि हेर्नुहोस् अर्काको श्रीमती लिएर नानीसँगै उठाएर चाहिँ यसरी कोठा भाडा लिएर बस्दो रहेछ भइहाल्थ्यो नि अहिले अब त्यो 11 लाख चाहिँ दिनु सक्ने आफ्नो प्रेमको खातिर होइन भाडा तिर्न नसक्ने हो कि होइन प्रेमको खातिर 11 लाख दिएछ एकजना काजी भन्नेलाई अनि अहिले तपाईँको सिटी भाडा 500, 600, 1000 रुपियाँ तिर्न सकिँदैन भन्नु त मजाले सकिन्छ अनि सकेन भने त कार त भइभन्छ हो त नि सही कुरा हेर्नुहोस् अन्तिम समयमा चाहिँ छुट्टी लिने बेलामा आँसुको चाहिँ थोपा झरिरहेको छ हेर्नुहोस् छुट्टिने समय आयो के गर्ने अब हेर्नुहोस् तपाईँहरूले देखेर आँसु झार्यो बिचरा तपाईँले देखेर आँसु झार यस्तो जोडीहरू आयो भने चाहिँ फोन गरिहाल्नु के प्रहरी प्रशासनमा ल्याएको छन् अनि हेर्दै अनि यसरी तरिका साह्रै मलाई मेरै आँसु झरेको जाने ल बाई बाई है दिदी ल त्यो हो क्या
यो त जन्मेर बन्छ यहाँ नाता र परिचय पक्का पनि उहाँहरूको जन्म भयो अन्त यसरी त नि नाता र परिचय चाहिँ जोडियो यति बेला हेर्नुहोस् दुईजनाको आँखाबाट आँसु झरिरहेको अवस्था छ